basement apartment I rented with you. Remembering the holiday party. ल गाइस दामी ठाउँ आयो आज चाहिँ यत्रो पोखरी छ स्विमिङ पुल यसमा चाहिँ चट्ट स्विमिङ गर्ने जस्तो छ अलि फोहोर छ तर अनि यता त्यो ठुलो पहाड काले कुकुर पनि आइसक्यो दामी दामी छ यता के मन्दिर हो यो मन्दिरमा एकछिन पछि जानुपर्छ चट्ट पारेर तर अलि पानी पर्न लाग्यो अलि डिस्टर्ब भइरहेछ पानी परेर भर्खर पर्न सुरु गरिरहेछ त्यो पाहाडमा फेरि घाम लागिरहेछ त्यो पाहाडको टुप्पामा अनि यतातिर पनि यो गजबसँग र पानी सस्ता रहेछ यार यता चाहिँ दामीसँग थाहा आइरहेछ माछा पनि छन् गाइस माछा उतातिर माछा देखिरहेछ दामी छ यार दामी पानी छ नि मस्त गएर नुहाइदिउँ जस्तो नुहाउन मन लाग्यो मलाई चाहिँ हल्ला पानी आइरहेछ कति मजा आउला नुहाउन पाएपछि यस्तो पानीमा यस्तो गर्मीमा नुहाउन पाए त छर्र पानी दामीसँग कल ल गाइस यतातिर पुरानो मन्दिरहरू देखिरहेछ ठाउँ त दामी रहेछ यतातिर चाहिँ सट्ट पानी चाहिँ प्रशस्त रहेछ यार यता जता पनि पानीको तलाउमा चाहिँ देख्छु राम्रो भ्यू छ नि तर अलि यहाँ मौसमले साथ दिइरहेछ नि भिडियो बनाउन एकैछिनमा पानी पर्छ फेरि अघि पानी परिरहेको अहिले फेरि अलिअलि सिमसिम परिरहेछ यस्तै चलिरहेछ पानी पर्ने र सुक्ने गरिरहेछ ग्रिन काठमाडौँदेखि एकछिन यहाँ कति घन्टा 8 घन्टा लाग्ने रहेछ 1.5 घन्टाको यात्रा गरिसकेपछि चाहिँ यस्तो आनन्द पिसफुल एरियामा आइपुग्छ यस्तो पाहाड छ यो चाहिँ कहाँ हो भन्नु होला फेरि यो चाहिँ गोदावरी बोटानिक गार्डनभन्दा हल्का यता यो के मन्दिर छ यो त्यहीँनिर नै हो यो बोटानिक गार्डन नजिकै यस्तो दामी छ यतातिर गाडी पनि धुनको लागि ल्याएको छन् अनि त्यो तलाउमा चाहिँ पोखरीमा चाहिँ स्विमिङ पनि गरिरहेको छन्